सबैजनालाई नमस्ते। के तपाईँले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर कसरी हेर्ने सोचिरहनु भएको छ? त्यसो हो भने आज मैले मोबाइलबाटै सजिलो तरिकाले राष्ट्रिय परिचय पत्र नम्बर हेर्ने बारे भिडियो बनाएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। मोबाइल एपको क्रोममा जानुहोला। सुरुमा क्रोममा गइसकेपछि यो सर्च बारमा गएर NID टाइप गरेर क्लिक गर्नुहोला। त्यसपछि यो citizenportal.donidcr.gov.np को वेबसाइट आउँछ सुरुमा, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि फाइन्ड योर नेसनल आइडी नम्बर आउँछ। यहाँ चाहिँ सुरुमा फुल नेम इन नेपाली छ अथवा फुल नेम इन इङ्ग्लिस, तपाईँलाई जे सजिलो लाग्छ त्यही टाइप गर्नुहोला। इङ्ग्लिस नाम चाहिँ मैले टाइप गरेँ। त्यस्तै गरी यहाँनिर चाहिँ जन्ममिति विक्रम सम्वत नेपालीमा जन्ममिति छ। सुरुमा चाहिँ इयर, मन्थ, डेट यसरी चाहिँ तपाईँले राख्नुहोला। त्यहाँ चाहिँ टाइप गर्नुपर्छ आफूले। त्यस्तै गरी सिटिजनसिप इस्यु डेट भन्ने छ, त्यो भने चाहिँ नागरिकता जारी मिति भन्ने हो। त्यो चाहिँ नागरिकताको पछाडि नागरिकता जारी मिति भनेर एउटा मिति हुन्छ, त्यो मिति चाहिँ यहाँनिर राख्नुहोला। त्यस्तै गरी यो यहाँनिर एउटा सिम्बोल हुन्छ, त्यो सिम्बोल चाहिँ हामीले टाइप गर्नुपर्छ। त्यो सिम्बोल टाइप यसरी गर्नुहोला। त्यसपछि यो सर्च बारमा गएर सर्च गर्नुहोला।